कले ल दुई ल ल ल वा अहिले राइट ल ल होला ल ल ल ल आइज आइज ल ल होला आज म मेरो गाउँमा छु माथिदेखि नै ताँबे डाँडा समुद्री सतहबाट 3500 मिटर हाइटमा छ पनि यो हाम्रो यो घना जङ्गल र हाम्रो घर सम्पूर्ण जङ्गलले घेरिएको छ यो एकदम आनन्दको प्राकृतिकले नै बस्ने ठाउँ बनेको छ यो चाहिँ हो रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका वार्ड नम्बर 3 रसनालु भन्ने ठाउँमा छु मैले है हाम्रो देख्ने ताँबे डाँडा यतापट्टि उस भयो भने यता मास्तिर विभिन्न हाम्रो छन् ल ल ल तेरो अहिले हेर मलाई बुझा आइज आइज यो हाम्रो घर है अनि टक्कलरी आलुबारी हाम्रो यो आरडी एडभान्स एग्रो फर्म र ले सञ्चालन गरेको यो आलु खेती लगभग यहाँ हामीले गरेको लौ यहाँ माथि यो उता यता गर्दाखेरि हामीले 30-35 रोपनीमा आलु खेती गरेका छौँ र जङ्गलहरू भयो र आज चाहिँ म बाख्रा हेर्दै लिएको दृश्य र यो भनेको पानीको मन यो माथि डिलको पानीको मन हाम्रो खानेपानी नै त्यो डिलबाटै नै ल्याएको छ अब त यस्तै हो ल ल